सो यो स्माइल्सको टिम होटल्समा आजभन्दा हामी 7-7 महिना अगाडि भेटेको थियौँ होइन केप ब्रेटनको टुरमा जानको लागि। सो आज पनि हामी क्युबेक चाहिँ 3 दिनको नोभेम्बर 9 देखि 11 मा चाहिँ हामी जाँदैछौँ होइन। 3 दिनको टुर हो। सो हामी लास्ट टाइम 16 जना थियो क्या हो, यसपालि चाहिँ 14 जना मात्रै छौँ। सो बिफोर बिगिनिङ अब ट्रिप होइन आई लाइक टु इन्ट्रोड्युस समवन। प्रतीक यता रिजन, यता हाम्रो सञ्जित दाई, यता विपिन, अशोक, विवेक, एलिस, अविनाश दाई, नवीन दाई, अनिल, अनि लास्टको त हाम्रो त जोयल दाई पनि यता है। यता मनिष पनि। तिमी के भन्छौ मनिष? के भन्नु पनि टिम होटलको एउटा प्रोडक्ट छ हुन्छ। हुन्छ धेरै चिसो पनि छैन तर उतातिर चाहिँ स्नो परिसक्यो अरे होइन। हामी हाम्रो फर्स्ट स्टपमा आइपुग्यो होइन। अब हामी थोरै ढिलो भए पनि भन्नु पऱ्यो तर उता केटाहरू चाहिँ अघि नै आइसकेर हामीभन्दा आधी घन्टा नै अगाडि आइसकेर चाहिँ त्यहाँ बसिरहेको थियो नि त। यसै गरी केटाहरू अब आफ्नो गाडीमा जाँदैछन्। हामी चाहिँ अब अलिकति ढिलो आएको भएर यसो फ्रेस भइरहेछ नि। मुलिनको पुला है भाइ, मुलिन है ल। दाल भात पावर मुलिनमा दाल भात पावर छ नि त होइन। फाइनली वी आर हियर इन क्युबेक है। क्युबेकको मेन एन्ट्रान्सनिर नै अब यो झर्ना रहेछ एउटा। यो झर्ना घुमेर अनि बल्ल हामी गइन्छ होला। थाहा छैन मोन्ट्रियल पुगिन्छ कि नै बसिन्छ कि कता हो ठ्याक्कै एड्रेस मैले नि हेरेँ होइन। सो अब चाहिँ आराम हुन्छ है, आराम। फल्समा भर्खर पुग्यो अनि फल्स चाहिँ यहाँ छ हाम्रो। कुलर छ यता, कुलरमा मासु पोर्क 9-10 केजी, चिकन थाइस 11-12। आइडियाजहरू चाहिँ विभिन्न ल्याउँछ है। न्यू त्यसपछि के डोनेसन हामी चाहिँ सिउटे मोन्टिमोरी फलमा के भएर खोलेन एक्सेस टु द ट्रेल रे। हामी सेकेन्ड स्टपमा छौँ। सेकेन्ड स्टपमा हेर्नु सक्नुहुन्छ निकै सुन्दर झरना यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो सेकेन्ड स्टप हो। जाडो निकै जाडो छ, एकदमै चिसो छ तर झरना सही छ। अरू सबै केटाहरू पनि हामी भेट भइसकेर अब आयो जाडो हेर अर्को जग्गा ठाउँको जस्तो 4वटा गाडी मिटअप त भयो नि त। एउटा गाडी आएन। हामी अहिले यहाँ हो होइन त, यहाँ हेर्नु त हामी अहिले होइन। हामी यहाँ हामी यो बाटो हो। यो फल चाहिँ क्युबेक सिटीको एकदमै खतरा फल हो होइन। अनि हाम्रो सेकेन्ड स्टप चाहिँ यहाँ हो। सो यहाँ हो, अरू त त्यही हो। फुटेज गर्न आयो, फुटेज गर। हेलो के भन्दा
के भने राम्रो ठाउँ नाइग्रा फल्स जस्तै रहेछ सानो नाइग्रा फल्स इन्जोय भइरहेछ अब केटाहरू रमाइलो गर्दैछन् यही त हो यो ग्रुपमा सबसे बोरिङ चाहिँ को दिपेन नै होला यो ग्रुपमा सबसे बोरिङ को छ मेरो मलाई त थाहा भएन मलाई सब रमाइलो लाग्छ हामी गर्न आएको नि कुराहरू भर्खर आइपुगे भर्खर नमस्ते हामी चाहिँ अब हामी यो फल चाहिँ खोइ कता हो उता फल चाहिँ हामी घुम्यो होइन घुमिसकेर अनि अब हामी जान्छौँ वालमार्ट गएर चाहिँ अब हामी सामानहरू किन्छौँ आजको लागि आज र भोलिको लागि सामानहरू किन्छौँ अनि अब आज पुग्यो भने पुग्यो आजसम्म नत्र फेरि हामी भोलि गर्छौँ अब त्यसै गरी अब हामी आएको गाडी त्यो रातो गाडी हो होइन वालमार्ट सुपर स्टोरमा आइपुग्यो अनि वालमार्ट सुपर स्टोरबाट चाहिँ अब जे गर्नु छ 2 दिनको लागि सपिङ चाहिँ हामी यहीँबाट गर्छौँ अब माफ गर्नु होला आन्टीहरू थोरै मिस्टेक भयो आइमा फेरि लाज पर्छ आएर खोला भनेको सबै कुरा पाउँछ लसुन छ अदुवा छ लसुन अदुवा पदुवा कमेन्ट्स यहाँ भर्खरै होइन यहाँ वालमार्ट थियो छिरेको तर वालमार्टमा चाहिँ त्यस्तो खासै अब हामीलाई चाहिने सामानहरू चाहिँ स्पाइसहरू चाहिँ नपाउने रहेछ त्यही भएर हामीले चाहिँ एउटा नजिकैको कुनै नेपाली स्टोर अथवा इन्डियन स्टोरको बारेमा सर्च थियो गरेको होइन हामी फाउन्ड बलिउड फुड मार्ट बट फर्स्टमा चाहिँ हामीले यो इन्डियन स्टोर होला भन्ने थियो तर यहाँ आउँदाखेरि नेपाली रहेछ सो हामीले सबै कुराहरू किने यो चाहिँ हाम्रो नेपाली दाइ नमस्ते दाइले के कुरा भन्न चाहनुहुन्छ दाइ हजुर होइन त्यस्तो केही छैन भाइहरू आइदिइहाल्यो मेरो बेस्ट कस्टमर भनौँ न भाइहरू त्यसमै खुसी छु होइन बस हामीलाई चाहिने सामान भेराइटिज पनि अप्सन धेरै छ ल केटाहरूले सामान लिएर आए माल सामान ल्यायो यत्रो धेरै त्यो केटाहरू तिनीहरूले त हुल्कुल बोल्न थाल्यो कि ओ माई गड पसलै आज पसललाई डेन्जर फाइदा भयो है यो पसललाई कोही आउँथेन होला ए आइसकेछ त यार सब केटाहरू ल नाइस टाइमिङमा आयो हामी ए आउँछ एक्सपिरियन्स राम्रै भयो अब चाहिँ चिल हुन्छ केटाहरू भित्र प्रेप सुरु गरिसकेछ खानापिना होइन दाउरा बालेर आएको तापुङ हो कसलाई तिमीलाई कुरिरहेको हो क्या हो कि दिपेनलाई हो के छ तिम्रो मनमा कि बसेको थियो तिमी कसैको लागि बाटोमा हाम्रै अचार बनिरहेको छ अचार बार्बिक्यू 1 घण्टामा रेडी हुन्छ तपाईँको सिक्रेट मैले काटेको छु सो आज चाहिँ यो उयो गर्न आँटेको बार्बिक्यूको लागि ट्राई गर्दैछु यो सबै मैले गर्नुपर्छ है केटाहरू अब यस्तो पारा यो चाहिँ लाइक भालेपछि चाहिँ अलमोस्ट रेडी हुन्छ होइन
1 घन्टा जति भयो मैले ट्रेक गरेको केही छैन मेरो साथीभाइहरूलाई म हालेको भोलि बिहानको ब्रेकफास्ट चाहिँ मैले बनाउँछु यति बनाएर भने ब्रेड टोस्ट गरेको पोचे होइन सनी साइड के खाने हो आफ्नो आफ्नो आएर भन्नुपर्ने फेरि म यहाँ बसेर आउँदा 6 बजे बिहान है आएर लाइक तिमीहरूलाई कसै एक चाहियो स्ट्राबल चाहियो कि सनी साइड चाहियो कि पोच एक चाहियो कि होइन आएर भनिदिनुपर्छ तिमीहरू जे त्यो अन्डा पाउँछ ब्रेड पाउँछ अनि पिनट बटरसँग पिनट बटर पाउँछ अनि चिकपिस ल्याएछ ग्रिन पिस छ ग्रिन पिस छ ग्रिन पिस पनि सालेर राखिदिन्छु त्यस बाहिर 6 बजे उठाइ सबजना थ्याङ्क यू After a lot of like difficult journeys and like travels through the like day and night doing everything again yeah brother I know doing Yes, now you last guy. Yeah, that bullet. every morning बिहान दिन रात नभनिकन मेहनत गरेर हाम्रो जोयल दाइले चाहिँ लाइक हाम्रो क्यानाडाको पर्मानेन्ट रेसिडेन्ट पिआरको लाइक के भन्नु डिजर्भ गर्नु भइसक्यो डिजर्भ गर्नु भएन होला क्यानाडाले चाहिँ तपाईँलाई डिजर्भ गर्नु भएको अनि यही कुरामा अब दाइले च्याम्पियन फोड्नुहुन्छ एक डान्स हान्यौँ बाहिर गएर प्याटिङमा दाइले त्यो के भन्छ हस्तान्तरण भिडियो गर यो मेमोरिज हो फेरि फर्केर आउँदैन ब्रो यो ठाउँमा आउला तर यो मेमोरिज फर्केर आउँदैन फेरि जोयलदाइको फेरि बिहे पनि फिक्स भइसक्यो Big congratulations. Bro, त्यो स्याम्पेन खोलेको चाहिँ निकालिहाल है ब्रो केटाहरु यार केटाहरु म भन्दा अगाडि आएको सबैजना छ हैन सबैलाई थाहा छ सबै कुरा सबैलाई थाहा छ इतरलाई भन्नु न मलाई हैन के होप सबैको राम्रो होस् इतरको होस् सबैको होस् यसको होस् मेरो मात्र हैन नाम बताइहाल्छ मेरो भाइ एकजना राम्रो भएको छ अब मेरो यो पोजिटिभिटी चाहिँ सबैलाई सरोस् इट्स अल भाइब हैन केटाहरु राम्रो भाइब सरोस् सबैलाई मेरो हुन्छ नि त्यही भएर आज एक दिन सेलिब्रेट हान्दिम हो आज एक दिन सेलिब्रेट हान्दिम बस्ती हान्दिम ल केटाहरु ल सय दाइला दाइले लाइक आजको डिनर सिनर गर्नु सँगै हो दाइ सँगै आउनु न यस The big thing to appreciate, right? The big thing to appreciate that. Not being as a guest, like आफ्नै घरमा बोला जस्तै पाउनहरु बोला जस्तो सबै कुरा लाइक एप्रोनमा छ दाइले डिनर कुक गर्नु भइरहेछ हैन इट्स नट अ बिग थिङ तर लाइक बिग फर अस है दाइले लाइक एकदम गरिरहेछ हामी के गर्नु सक्छौँ भने भाइलाई त्यो पनि म गर्छु टाइपले अनि फर्स्ट टाइम के हो कपडा लगाएर बिहान आफ्नो नरायण
चाहिँ कहाँ पुग्यो जस्तो लाग्थ्यो अनि लाइफमा के सोचेको थिएँ होइन धेरै कुरा सोचेको थिएँ बिग थिङ्स थियो त्यो अचीभ गर्न सकेन त्यही पनि फाइनल्ली चाहिँ पनि क्लियर सेयर भयो अब हेरौँ के हुन्छ फर्दर अनि त्यो यस्तो फुल्छ रहेछ रुन लाग्यो केलार्नीको चिसो लेकमा राति 3 बजे बाल्ने केटाहरूलाई हट टप के ठुलो कुरा भयो त अब त्यही ठुलो कुरा भयो अर्को भात खान इनर्जी गेन गर्दैछ यहाँ अहिले कहाँ बल्ल यार टाइमै भएन के रमाइलो हो नाइ जाऊ भाइ बवाल है अनि रमाइलो शिव का नाम कर ले बंदे प्रसाद भयो भजनको प्रसाद छ हाम्रो भ्लगर चाहिँ सुतिसकेको र बिहानको 7 बजे अहिले होइन खासमा चाहिँ मैले यता राखेर गर्न लाग्थेँ तर त्यो लाइटको टक बेसी भएर अनि ठ्याक्कै त्यो अनुहारै कस्तो अँधेरो आयो कि बिहान त्यही 8:30 बजे निस्केको यहाँ चाहिँ हामी 5 बजेतिर हाम्रो 5 बजेको चेक इन थियो नि त 5 बजे आइपुग्यो म त्यो एकैचोटि 10-11 बजीतिर सुतेँ फेरि 12 बजीतिर उठेर फेरि हामी सबसे 3 बजी सुतेको म र नवीन यही सोफामै सुतेको हामी होइन अति कम्फर्टेबल रमाइलो अति यो हाउस पनि यत्तिकै बवाल आउने के भयो सो हाम्रो अनिल यता अनिल छ हाई भन अनि स्नो पर्दैन होला जस्तो लागेको थियो उता न्यू ब्रन्समा त स्नो परेको थिएन बट यहाँ चाहिँ स्नो परिरहेछ
अहिले फेरि 7 बजे 100% भनेको थियो तर पढ्नु चाहिँ पऱ्यो होइन यति छ कि यस्तो यो बाहिर गएको मेरो म चाहिँ भित्र छिर्यो होइन अनि यस्तै छ अब रमाइलो छ अब अनि त्यसपछि अब हामीले बुङ्गुरको मासु ल्याएको छौँ कुखुराको मासु ल्याएको छौँ रात कुखुराको मासु बनाएर खायौँ अब आज सायद बुङ्गुरको मासु र अनि अब के बनाएर खाने हो होइन अनि अरू भनेको चाहिँ हाम्रो एकजना यहाँ भेजी पनि छ हामीसित विवेक चाहिँ फेरि केही नखाने माछा मासु केही नखाने उसको लागि पनि हामी व्यवस्था गरेको छौँ पनिर सनी ल्याएर हामीले क्रिकेट डिपार्टमेन्टको जिम्मेवारीदार सम्हालेको छौँ उहाँको लिडरहरूलाई म यस लिभिङ रुममा आउनु हुन हार्दिक अनुरोध गर्दछु एलिस बोगटी फेरि पनि मैले भने एलिस बोगटी चाहिँ हजुरको स्विप एन्ड मोप डिपार्टमेन्टको जिम्मेवारी लिनुभएको एलिसज्यू हजुर चाँडोभन्दा चाँडो लिभिङ रुममा आएर आफ्नो टिम मेम्बरलाई आफ्नो कार्यक्रममा अघि बढाउनु हुन हार्दिक अनुरोध गर्दछु म त्यस्तै गरी शेर्पाज्यू हजुरको ब्रेकफास्ट गराउने कार्यक्रमको लागि यहाँ आइदिएर आफ्नो टिम मेम्बरहरूलाई डाइरेक्ट सुपरभाइज गर्नको लागि म हार्दिक अनुरोध गर्दछु त्यस्तै गरी नवीन दाइ तपाईँ के भन्नुहुन्छ र एकछिन चेक सो यो हाम्रो यो कार्यक्रममा हाम्रो नवीन दाइको चाहिँ किशोर हरायो बन्द प्लिज हाम्रो नवीन दाइको चाहिँ टी सर्ट हराएको छ राति होइन त्यसैले जहाँ छ टी सर्ट सबैजना हुनुहुन्छ जस्तो आइदिनु हुन हार्दिक अनुरोध गर्दछु हाम्रो अनि प्लस हाम्रो लन्च पनि बन्दैछ अन डिमान्ड भएर चाहिँ फ्रेन्च टोस्ट आइपुग्यो अहिले टोस्टरबाट होइन जस्ट रेगुलर भन्दा फ्रुट्स अन्त उसले काटेको फ्रुट्स चाहिँ हिउँ पर्न रोकेको छैन तर हाम्रो मनभित्र घुम्ने रहर पनि अझैसम्म रोकिएको छैन अनि त्यही भएर अब हामी जाँदैछौँ क्युबेक सिटी ओल्ड क्युबेक सिटी ओल्ड क्युबेक चाहिँ थाहा छैन तर हामी जाँदैछौँ क्युबेक सिटी होइन साह्रै राम्रो लाग्यो यो अन्त समाजवाद भनेको के हुन्छ नि ब्रो ग्यासको रहेछ म त भर्खर गाउँबाट चाहिँ एकदम सहर आएको जस्तो फिल भइरहेको थियो गाउँबाट झोला बोकेर सपना र झोला बोकेर काठमाडौँ छिरा जस्तै त्यस्तै बोकेर चाहिँ आज क्युबेक जस्तै भइरहेको ठुलो बिल्डिङ पुरानो ऐतिहासिक बिल्डिङहरू रहेछ तर वेदर चाहिँ फर्क छ हामी चाहिँ अब खै कहाँ भन्ने ठाउँ न ठ्याक्कै ठाउँको नाम पनि थाहा छैन केटाहरू पनि सबजना डिभाइडेड भएको रहेछन् सब बाटो भुटेको क्युबेक सिटी लेखाएको चाहिँ हामी चाहिँ त्यहीँ हो बाटो चाहिँ उकालो ओह्रालो धेरै रहेछ तर यहाँको चाहिँ हाम्रो चाहिँ कस्तो भइरहेको भने एउटा ग्रुप एकतिर हरेक सो यो क्युबेक ओल्ड क्युबेक सिटी आयो भने चाहिँ होइन अनि यदि पब्लिक पार्किङ बसिरहेको छ भने यो चाहिँ हो होइन पब्लिक पार्किङ हामीले यहाँ यति धेरै टाइम लगायो कि के अरे पार्किङ सो यो नै हो पब्लिक पार्किङ अनि यहाँ चाहिँ के छ रहेछ भन्दाखेरि चाहिँ यदि होइन 2000 यहाँ चाहिँ डटलाई कमार लेख्ने रहेछ होइन अनि हाम्रो पनि सुरुमा त्यही भयो कि
हाम्रो पनि सुरुमा चाहिँ के भयो भन्दाखेरि 200 होला 20 मिनटको भनेर थियो हामीले, पर होइन रहेछ, पछि पो थाहा भएको कमा भनेको डट रहेछ, अनि 2,00 को भन्नु मतलब चाहिँ $2 समथिङ यु नो, त्यही हो। दाइहरू त आइसकेको रहेछ अहिले। एकदम चिसो क्युबेक, लास्टै चिसो भयो, धेरै बाहिर बस्न सकेन, त्यही भएर गाडीमा आएर बस्नु तातो भएर। थ्याङ्क यू दिपेन भाइ। Good morning everyone. It's 10:14 right now, हैन। हामी अब clock out. We gotta do clock out 11 o'clock. अनि यहाँको चाहिँ के भन्छ अरे आज दिन राम्रो खुलेको छ, प्लस लाइक लेट चेक इन र अर्ली क्लक आउट चाहिँ यहाँको बिजी स्केड्युलले गर्दा भयो अरे एकदम धेरै। सो हामी रुम पनि अल सेट, यो भाइको सामानहरू हो, मेरो रेडी भइसक्यो, माथि केटाहरूले क्लिनिङ गर्दैछ। सो सब एयरबिएनबी चाहिँ जे होस् जेनरल क्लिन गरेर चाहिँ छोडिदिनुपर्छ, नत्र भने पछि चार्जहरू लगाउँछ होइन एक्स्ट्रा। हाम्रो चाहिँ अब 3 दिनको यात्रा सक्यो, अनि अब हामी फर्किन लाग्यो। 11 बजेको चेकआउट थियो। सो हामीले सबै सफा गरिदिएको होइन, पछाडिहरू सबै टिलिक्कै टकाइदिएको छ। अनि अब चाहिँ हामी जाने। कस्तो भयो दाइ ट्रिप? ओभर रमाइलो भएको केटाहरूसँग दाइ वाइल्ड क्रेजी भयो पार्टी। बिपिन एकदम रमाइलो भयो यार। हामीले प्याकअप सेकअप गरिसक्यौँ। अब यहाँबाट हाम्रो यात्रा हुनेछ क्युबेक सिटीमा। हामी 1 घन्टा जति ब्रेक लिन्छौँ, त्यसपछि फेरि हामी ब्याक टु न्यू ब्रन्सविक फ्रेडरिक टन। दाइ एकदम रमाइलो भयो। यो पनि क्लिनिङ चलिरहेको मस्त हेरे यस्तोसम्म हो। पुल पनि क्लिन भइसक्यो, लगभग पुरै एरेन्ज गरेर चाहिँ छोडिदिँदैछौँ। किचन क्लिन हुँदैछ, यो टेबल एम्टी। ल वी आर अल सेट टु लिभ है। हाम्रो एयरबिएनबी यही हो। एयरबिएनबी चाहिँ हामीले चाहिँ लाइक अल क्लिन एन्ड क्लियर गरेर छोडिदिइसकेको छ। मिस्टर दिपेन भाइ, हाउ वाज द ट्रिप? दिपेन भाइ यो हो